तपाईको थाइराइड रोग होइन है, थाइराइड भन्ने रोग होइन नि, सामान्य रूपमा नलिनु, थाइराइड रोग होइन, यो बेकार हो, यो भ्रम हो तपाईहरुलाई। तपाईले आजदेखि मैले भनेको वनस्पतिको प्रयोग गर्नुस्, 4 दिनदेखि 5 दिनमा गएर तपाईले मेडिकलमा गएर थाइराइड चेक गर्नुस्, तपाईको शरीरमा थाइराइड भन्ने कुरा नाममा निशान रहेछ भने मेरो नाम अनुभूति गरे हैन ल, आमाले जन्माएको बच्चा हैन। त्यतिकै मैले दावा गरिरहेको छु तपाईहरुलाई करोडौं पर्सिन। 1 रुपैयाँ पैसा लाग्दैन, मलखाडीमा पाइन्छ, बाटोमा पाइन्छ, मन्दिरमा पाइन्छ, कुलो कुलेसो जहाँसुकै पाइन्छ, गमलामा रोपेर खान सकिन्छ। यस्तो पद्धतिको विकास गरेर तपाईहरुलाई मैले यो कुरा भन्दैछु। किन मूर्ख भएको? तपाई मूर्ख बन्दै हुनुहुन्छ नि, मूर्ख बन्दै हुनुहुन्छ। जति मूर्ख बन्नुहुन्छ विदिन मिनेट, विदिन सेकेन्डका गरले तपाईको जीवनमा क्षति पुर्याउँदै हुनुहुन्छ। बुझ्नुभयो? यसलाई नेग्लिजेन्स नगर्नुहोस्। मैले भनेको वनस्पतिको प्रयोग आजैदेखि गर्नुहोस्, आजैदेखि गर्नुहोस्, पुनर्जन्म पाउनुहोस्। फेरि तपाईले प्रयोग गरिसकेपछि यसको प्रतिक्रिया जनाउन पनि